नमस्ते सबैजनालाई। आज चाहिँ हामी यहाँ कुचो बार्दैछौँ है सबैजना। म यो बार्दैछु। यो कुचो अब म तयार गरेर देखाउँछु तपाईहरुलाई। ल यो सक्यो। यहाँ म यसरी बान्दैछु यसलाई। यसरी बानेर ल यसलाई यतिमा यसरी काट्ने हो। यसरी यतिको बनाएर मठार्ने यसलाई। अब यहाँ एउटा ठेडी लाउनु पर्छ। एकछिन यतिको भयो हुन्छ। अब यसलाई यस्तो तिखार्ने। यतिको तिखो बनाएर यसलाई यस्तो बीचमा लगाउने यसरी। अनि अब यसलाई यसरी ठोकेपछि ल कुचो तयार भयो। यति भएदेखि घर बढार्नलाई गजब भयो। ल है ल बाई।